आइदिनु हुन्थ्यो फलान पार्टीको के गर्न जाँदाखेरि म यसो हेर्छु कि फलान पार्टीका है उनीहरू कानुन छुट्टै भयो भन्ने कुरा हो कि हामी सबैले स्वतन्त्र नागरिक बनाउँ किन हामीले त बेलुकामा यसो बिहालीमा बोलाउँदाखेरि त हामी पार्टी भनेर बोला होइन नि त यहाँ त पार्टीको रूपमा चिनिने भयो त्यसकारण सबैजना नागरिक चाहिँ के भन्यो भने स्वतन्त्र हिसाबले पार्टी बाबा मर्दा मलाई जिउँदो जन्ती जाँदाखेरि पनि होइन हामी कुनै पार्टी गएन हामी स्वतन्त्र नागरिक हो भनेर हात मिलाउनु गर्नु पऱ्यो हात मिलाउनु पऱ्यो हात मिलाउनु भनेर यसो फर्किने हिसाब गर्नु भएन क्या अबदेखि भोट हालौँ आफ्नै तरिकाले हालौँ भोट आफ्नो उम्मेदवारलाई जिताउँ पाउँछ आफ्नो मताधिकार हो जसले जिताउनु पाउँछ तर हिजोको त्यो नराम्रो